नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल एनपीएल मोटिभेसनल च्यानलमा। फेरि तपाईहरुको माझमा पनि जीवनमा सफल बन्ने के गर्नुपर्छ र के नगर्ने भन्ने प्रेरणादायी सन्देश लिएर उपस्थित भइसकेको छु। आउनुहोस् बाँकी भिडियोबाट। जीवन एउटा लामो यात्रा हो। यो यात्रामा सबै मानिस सफल बन्न चाहन्छन् तर सबै सफल हुँदैनन्। किनभने सफलताको बाटोमा हिँड्नका लागि सही सोच, सही बानी र धैर्यता, निरन्तरता र मेहनत चाहिन्छ। धेरै मानिसहरू सपना त ठूला देख्छन् तर काम सानो गर्छन्। कसैले समयको मूल्य बुझ्दैनन्, कसैले अवसर गुमाउँछन् त कसैले आफूलाई अरूसँग तुलना गरेर आफ्नै आत्मविश्वास हराउँछन्। सफलता एकै दिनमा आउने चिज होइन, यो त साना प्रयासहरूको ठूलो परिणाम हो। जीवनमा सफल बन्न के गर्नुपर्छ? सबैभन्दा पहिले आफ्नो लक्ष्य स्पष्ट हुनुपर्छ। लक्ष्य बिना मानिस दिशा हराएको ढुङ्गा जस्तै हुन्छ। जीवनमा के बन्ने, कहाँ पुग्ने, किन सङ्घर्ष गर्ने भन्ने कुरा थाहा भयो भने बाटो आफै खुल्दै जान्छ। दोस्रो कुरा, मेहनत बिना सफलता सम्भव हुँदैन। संसारमा सफल भएका मानिसहरूले रातारात सफलता पाएका होइनन्। उनीहरूले दुःख, सङ्घर्ष, सफलता र धैर्य पार गरेर सफल भेटेका हुन्। तेस्रो कुरा, समयको सम्मान गर्न सिक्नुपर्छ। समय एकपटक गयो भने फर्केर आउँदैन। जो मानिस समयलाई सही तरिकाले प्रयोग गर्छ ऊ जीवनमा अगाडि बढ्छ। चौथो कुरा, सकारात्मक सोच राख्नुपर्छ। जीवनमा समस्या सबैको आउँछ तर समस्याबाट भाग्ने होइन, समाधान खोज्ने बानी बनाउनुपर्छ। पाँचौं कुरा, निरन्तर सिकिरहनुपर्छ। सिकाइ कहिल्यै समाप्त हुँदैन। नयाँ कुरा सिक्ने मानिस समयसँगै बलियो बन्दै जान्छ। छैटौं कुरा, आफ्नो परिवार र आफूलाई विश्वास गर्ने मानिसहरूको सम्मान गर्नुपर्छ। किनभने कठिन समयमा साथ दिने मानिसहरू नै जीवनको वास्तविक सम्पत्ति हुन्। र अन्तिम कुरा, धैर्यता राख्नुपर्छ। रुख रोपेको भोलिपल्ट फल लाग्दैन, त्यसै गरी मेहनतको फल पनि समयपछि मात्र पाइन्छ। जीवनमा सफल बन्न के नगर्नुपर्छ भन्ने बारेमा छोटो सारांश दिँदैछु। सबैभन्दा पहिले आलस्य गर्नु हुँदैन। धेरै सपना देखेर मात्र केही हुँदैन, त्यसका लागि काम गर्नुपर्छ। दोस्रो कुरा, अरूसँग तुलना गर्न छोड्नुपर्छ। सबैको यात्रा फरक हुन्छ। अरूलाई हेरेर आफूलाई कमजोर ठान्ने मानिस कहिल्यै अघि बढ्न सक्दैन। तेस्रो कुरा, नकारात्मक सोच र खराब सङ्गतबाट टाढा रहनुपर्छ। गलत साथी, गलत बानीले मानिसलाई बिस्तारै असफलताको बाटोमा पुर्याउँछ। चौथो कुरा, छोटो बाटो रोज्ने बानी गर्नु हुँदैन। सजिलो सफलता धेरै समय टिक्दैन। इमानदारी र मेहनतबाट कमाएको सफलता नै वास्तविक सफलता हो। पाँचौं कुरा, असफलतासँग डराउनु हुँदैन। धेरै मानिसहरू एकपटक हारेर जीवन नै सकियो जस्तो मान्छन्, तर हार भनेको सिकाइको अर्को नाम हो। छैटौं कुरा, रिस, घमण्ड र अहङ्कारलाई नियन्त्रण गर्नुपर्छ। यी कुराले मानिसको सम्बन्ध, सम्मान, भविष्य बिगार्न सक्छ। र अन्तिम कुरा, आफ्नो सपना अरूको कुरा सुनेर टेक्नु हुँदैन। संसारले सुरुवातमा हाँस्न सक्छ तर सफल भएपछि त्यही संसारले ताली बजाउँछ। निष्कर्ष, जीवनमा सफल बन्न ठूलो पैसा र ठूलो चिन्जान मात्र चाहिँदैन, चाहिन्छ त ठूलो सोच, इमानदार मेहनत र सही निर्णय, धैर्यता र निरन्तरता प्रयास चाहिन्छ। आज गरेको सानो मेहनतले भोलि ठूलो सफलता दिन सक्छ। त्यसैले कहिल्यै हार नमान्नुहोस्, आफूलाई कमजोर नठान्नुहोस् र परिस्थिति जस्तो भए पनि अगाडि बढिरहनुहोस्। किनभने सङ्घर्ष बिना सफलता सम्भव र धैर्यता बिना सपना पूरा हुँदैन। धन्यवाद।